नेपालको झल्को आउँछ यो फुल देखेर है, तर यो जापानको फुल हो। यस्तो गार्डन छ ठाउँहरू, गार्डन भएको ठाउँमा गुलाबको फुल। भित्र जाँदैछौँ। हेलो, आज हामी कहाँ जाँदैछौँ? कुन ठाउँ? थाहा छैन मलाई। थाहा छैन? किन थाहा छैन? भन न, कुन ठाउँ? थाहा छैन क्या मलाई, मैले त्यो ठाउँको नामै। ओके ल। हामीले आए मेरो यहाँ हेरेर आउनुभयो। आजको हाम्रो गेटअप सेम ब्ल्याक एन्ड व्हाइट टी सर्ट, भित्रबाट ब्ल्याक पानी पर्छ या पर्छ होला। अब हामी जाँदैछौँ त्यहाँ गएपछि थाहा हुन्छ कुन ठाउँ। अब बुढी आमाहरू आउँदैछन्। そこで、夢姉妹だっけ、あれが去年やろ。はい。हामी जाँदैछौँ बामपाको ठाउँ यही हो। बामपाको 大阪版白欧園。हामी टिकट काट्दैछौँ। बुढी यता, हाम्रो आमा यता टिकट काउन्टरमा। ल जाऊ टिकट काउन्टर। यहाँ चाहिँ साकुरा क्रिसमस रोज गार्डन यहाँ रहेछ। क्रिसमस रोज गार्डन भित्र जानुपर्छ। अब हामी यताबाट जाँदैछौँ। फेरि पनि म भन्छु यो ओसाकाको बाम्पाको ठाउँ हो। बाम्पाको ठाउँमा चाहिँ टिकट काट्नुपर्छ, अनलाइन टिकट काट्नुपर्छ। हामीले अनलाइन टिकट काटेर नै आएको भित्र। फुलहरू कस्तो मजाले फुलेछ, फुलहरू वाउ यस्तो दामी फुल्छ। फुलहरू नेपालको झल्को आउँछ यो फुल देखेर है, तर यो जापानको फुल हो। भित्र
अब हामी भित्र आएपछि यहाँ बस्ने ठाउँ देखेँ साइडमा अनि भोक पनि लागेको रहेछ अनि आमालाई पनि मलाई पनि नमिलाउने खाने भनिदिएको थियो हामीले चाहिँ घरदेखि नै बनाएर ल्याएको चाहिँ अन्डा अनि त्यो अनिगरी अनि जापानिज आइटमहरू फुडहरू म देखाउँछु अब एकछिन हामी यहाँ चौतारा जस्तै साइडमा बस्यौँ अनि लिएर आयौँ अनि यो ओछ्याउने अब किमी सामने लिएर आएको ओछ्याउने बस्ने ठाउँ अनि भोक लागेपछि अब यहीँ बसेर खानको लागि अब हामी सुरु गर्छौँ अनि यहाँ बसेँ अनि यसलाई एकछिन चौतारा जस्तै हो अनि खाएपछि हामी निस्किन्छौँ अरू ठाउँ पनि जान्छौँ अनि वरिपरि बाटै साइडमा छ मान्छेहरू जाँदै आउने अब यो चाहिँ गिफ्ट अब मदर डे जापानिजको मदर डे भएर हामीले आजै लिएर आएको सरप्राइज यो चाहिँ अस्ति घुम्ने ठाउँ गएको थियौँ त्यही घुम्ने फोटो खिचेर पठाइदिएको फ्रेम जस्तै भित्र फुल अनि आमा पनि एकदम मक्ख एकदम खुसी हुनुभयो ह्याप्पी जापानिजहरूको मदर डे थियो मदर डेको अनि सरप्राइज दिएको हामीले सानो उपहार सानो भयो भने जस अमूल्य चिज हुन्छ आमाहरूको लागि पनि खुसी मिल्छ जस हामीले दिएको अनि यताबाट एकदम घुम्ने ठाउँ अनि अगाडि गार्डन छ गार्डन पनि जान्छौँ एकछिन हामी यहाँ बस्यौँ अब खानासाना निकालेर खाने म चाहिँ भिडियो फोटो देखाउँदैछु अनि एकछिन बस्यौँ खानाको लागि अनि आमा पनि एकछिन बस्नुभयो अनि एकदम खुसी हुनुभयो हामीले गिफ्ट दिएकोमा एकदम ह्याप्पी हुनुभयो सानो पर हामीले अब सबै खानेकुरा बन्दोबस्त गरेर लिएर आएको छौँ घरदेखि नै अब यहाँ हामीले टिफिन प्लेट सबै ग्लास पानी ड्रिङ्क सबै छ अनि हामीले के लिएर आयो यसरी चामल राइस अनि गरी चामलको अनि यसरी हामीले अमलेट अनि आमालाई पनि दिइसक्यौँ हेर्दै खाउ लाग्ने आमालाई मिठो छ भन्नुभयो अनि हामीले बस्यौँ खायौँ एकछिन निकालेँ अब आफ्नो प्लेटमा हालेर मेरा मिठो मान्नुभयो आमालाई एकदम मनपर्छ अनि नमिलाएर बनाएको सबै कुरा चना अनि गाजरको काँक्राको अचार पनि छ टिफिनमा गाजरको अचार सबै बनाएर अब एकछिन बस्यौँ अनि अहिले नै भोक लागिसक्यो अनि अब खाएपछि अनि हामी हिँड्छौँ भित्र जान्छौँ अरू ठाउँमै जान्छौँ घुम्नको लागि अनि आमालाई एकदम मिठो लाग्यो भने अनि मैले सोधेँ कस्तो लाग्यो आमा भने एकदम मिठो छ भन्नु अब मेरो लागि पनि यहाँ रेडी गर्नुभयो सब्जीहरू माछा अब खाना सुरु गर्छौँ घरबाटै बनाएको अक्कासन खाँदै हुन्छ मिठो मानेर ओइसी मिठो छ सबै कुरा अचार चनाको ससेस पनि छ ससेस धेरै सुपुनहरू अब सुरु गरौँ ल हामीले खाएर भ्याइसक्यो अब खाली यो बोकेर लग्नु खाएर भइसक्यो अब हामीले बच्चाहरू बाय 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 Bye bye. Bye bye. Bye bye.
주망 멋있다 그만했네. 주망 멋있냐다는. हाँ दिया तो नहीं थी किया हो तो मोटा नहीं यस्तो गार्डन छ ठाउँहरू गार्डन भएको ठाउँमा छ हामी फुल हेर्नुहोस् दामी फुल छ रोज फ्लावर वाउ रोज पनि दामी छ त रोज फ्लावर रुपियाँ फुल भएको ठाउँमा छ हामी है फ्लावर गुलाबको फुल गुलाबको फुल कसलाई चाहिन्छ भन्नुहोस् सम्पर्क गर्नुहोस् अरेन्ज गुलाबको फुल कसलाई चाहिन्छ सम्पर्क गर्नु होला है मलाई भन्नु पर्यो नि गार्डनभित्र आएको छु गार्डनभित्र चाहिँ विभिन्न फुलहरू यहाँ राखेको छ क्या प्रायः धेरै चाहिँ रोज फ्लावर देखेँ कलर कलर यहाँ पनि छ गुलाबको फुल अरू पनि फुलहरू छन् बुढीहरू चाहिँ अगाडिका छन् ओकास छन् क्युमी छन् नभिना अब मैले त खिच्नु पऱ्यो नि फोटो अनि फोटो खिच्नु पऱ्यो हाम्रो कोटमनहरू बच्चा बच्चाहरू साना साना नानीहरू पनि छन् अर्को गुलाबको फुल यहाँ छ भाडा इरो लाग्ने गुलाबको फुल नकाइरोको पनि देखिनु कसलाई यो मन पर्यो कसलाई मन पर्यो गुलाबको फुलहरू यो भन्ने ठाउँ चाहिँ गार्डन हो बानपाकोमा टिकट काटेर आउनुहोस् भित्र मजाले घुम्नुहोस् जो ओसाका नजिक हुन्छ यहाँ आउनु होला विन्टरको लागि एकदम बेस्ट ठाउँ मेन त यहाँ छ ठाउँ अब यहाँ पनि जान्छौँ हामी बिस्तारै इरो खावा खेल्ने टमेटो रोज पनि छ एउटा गुलाबको फुल गुलाबको फुल पनि रहेछ एउटा एउटा यहाँ ठाउँ छ यो बानपाको एकदम सिग्निफाई यो के को गार्डन बल हो ड्रागन बल कि मेसीको बल हो टक्का के हो यो नानी मनवर्ड रोजमेरी अब हामी जाँदैछौँ अर्को ठाउँ
रोज गुलाबको फुल वाउ गुलाबको फुलै फुल्छ त आमामा रङ्गीन चङ्गीन के हो यो भ्यागुते जस्तै टक्क लाग्यो भ्यागुते माइला हो क्या हो टक्क लगाएर धेरै फुलहरू सजाएको छ क्या यो एन्ट्री गर्ने ठाउँदेखि माथि यो पुरै लहरा राखेर धेरै चाहिँ रोज कति कलरको छ त्यो थाहा भएन अघि मैले 8-9 वटा भइसक्यो रोजको किसिम कलरहरू पिङ्क डार्क पिङ्क रेड ओरेन्ज रोजको फेरि यति धेरै छ आमामा यहाँ पनि रोज होइन त यो पनि रोजै हो कति थरीको हो रोजको कलर आमामा निकै धेरै छ यहाँ रोज फ्लावर यहाँ विन्टरको लागि एकदम बस्नको लागि एकदम राम्रो ठाउँ छ नबिनै यहाँ पनि छ अब हामी यता जाँदैछौँ यो चाहिँ अघि खाएर राखेको भाँडाहरू टिफिनहरू अब हामीले माथि जान लागेको भित्रबाट नाका सित्ते अब यही भित्र जान लागेको हामीलाई चाहिँ थाहा थिएन यो भित्र पनि जान सकिन्छ भनेर भित्र पनि जाने ठाउँ रहेछ अब हामी यताबाट जान्छौँ यसको माथि के छ हेरौँ के भयो स्यासिन ल हामी यो चरा भएको वाइट बिल्डिङ स्ट्रक्चर्सभित्र आएको कि त्यसमा टिकट पनि काट्नुपर्छ तपाईँलाई याद छैन तपाईँलाई थाहा नहोला भित्र चाहिँ तपाईँहरूको नर्मल क्यामेराहरू त फोटो खिच्न एलाउड छैन क्या भिडियो क्यामेरा खिच्न एलाउड छैन तपाईँलाई एउटा मोबाइल दिन्छ त्यसमा 500 यान काट्नुपर्छ त्यो मोबाइल फेरि तपाईँको यो आइडी कार्ड जस्तै हुन्छ त्यहीभित्र हालेर अनि त्यहीभित्रबाट खिच्न मिल्छ एउटै क्यामेराबाट अरू क्यामेराबाट चाहिँ जुन तपाईँले तिर्नु भएको छ जुन रेजिस्टर गर्नु भएको छैन त्योबाट खिच्न एलाउड छैन क्या त्यो भएर हामीलाई नि एउटै क्यामेरा त्यही 500 तिरेर त्यही मोबाइलबाट खिचेको छु अलिक धमिलो आउँछ किनकि यो प्लास्टिकले छोपेको छ नि त त्यो खोल्न मिल्दैन अनि जुन अब भित्रको भिडियोहरू देखाउँछु त्यो सबै अब त्यही मोबाइलकै क्यामेराबाट खिचेको सायद धमिलो आउला फोटोमा क्लियर नआउला किनकि अब अरू क्यामेरा अरू मोबाइलबाट खिच्न एलाउड छैन क्या यो हाम्रो पहिलो दोस्रो तल्ला छैटौँ तल्लासम्म जानेछु बुढी आमा हुन्छ आमासँग एलिभेटर लिफ्टमा चढेर मतलब नर्मल मान्छेहरू चाहिँ सिडी हुन्छ सिडीबाट जाने हेर्न सकिन्छ अब हामी देखाएको छु यो पुरै डरलाग्दो ठाउँ छ आमामा राइट एकदम डरलाग्दो क्या एकदम भित्र चाहिँ एकदम हरर क्या एकदम भूतको मुभी सुट भएको जस्तै क्या बिल्डिङ पनि पुरै डरलाग्दो यहाँको इतिहास हेर्नु त यहाँको तपाईँहरू आएपछि यहाँको एउटा इतिहास हेर्न पाइन्छ जस के भने बाँदरको जनावरको पुर्खौलीहरू कहाँबाट उत्पत्ति भएको सबै देखाउँछ अनि यहाँ तपाईँले एउटा पढ्न पनि पाइन्छ एउटा लेखेको हुन्छ एउटा बोर्डमा जापानिज ल्याङ्ग्वेजमा जापानिज भाषामै लेखेको हुन्छ त्यो फोटो खिचेर लिएर जानु तपाईँहरू यसरी डरलाग्दो ठाउँ छ सिडी छ सिडी माथिबाट टक्क लगाएर माथि जानु पनि सकिन्छ अनि पुरै कलर क्या एकदम लाइटिङ पनि पुरै डेन्जर लाइटमा छ यो डाइनोसर गोर्जिला सबै बाँदर चिम्पान्जी सबैको आफ्नो
पुस्ताको यो झुन्डाको हुन्छ क्या यो स्ट्याटसहरू सबै माथि झुन्डाको हुन्छ अहिले देखाइदिन्छु नर्मल मान्छेहरू चाहिँ यहाँ यो सिडीबाट जान सकिन्छ हामी चाहिँ बुढी आमा विल चेयरमा भएको कारणले आमासँग हामीले लिफ्ट चढेर गएको माथि यो पुरै गुडिया जस्तै पुरै लाइटिङमा छ लाइट पुरै लाइटका पुरै बिम लाइट कलरफुल लाइटमा झल्किएको छ सबै सजाएको छ क्या दामी तरिकाले तर साउन्ड चाहिँ एकदम डरलाग्दो साउन्डहरू हुन्छ है म्युजिकहरू साउन्ड ब्याकग्राउन्ड साउन्ड चाहिँ अनि माथि यसरी भूत बङ्गला जस्तै क्या 6 तल्ला होइन भूत बङ्गला फेरि कुनै मुभीको फिल्म हेरे जस्तै क्या भूत बङ्गला जस्तै सिडी ठक ठक माथि चढ्यो है सबै देखाएको हुन्छ क्या म यसो क्यामेरा घुमाउँदै माथिको लाइटले यो क्यामेराले लाइटले गर्दा नराम्रो आयो कि अलिक क्लियर आएको छ क्या त्यही भएर हामी जाँदैछौँ देखाएछु पुरै मान्छेहरू माथि जाँदैछन् सिडी चढ्दै हामी चाहिँ लिफ्टबाट जान्छौँ म चाहिँ क्यामेरा अगाडिबाट टक्क लगाएर पछाडिको भ्यू पनि हेर्नुहोस् अब यस्तो छ भ्यूहरू तर अलिक क्लियर आएको छैन है लाइटले गर्दा पनि हुनसक्छ अब यो हाम्रो पछि आउँदैछन् हाम्रो आमाहरू नबिन अब हामी जाँदैछौँ बिस्तारै माथि जाउँ यो के को बनेको माथि सकाना माछाहरू समुद्र हामी समुद्रमा आइसक्यो लिफ्टमा जाँदैछौँ लिफ्टबाट चाहिँ जाने हो जम्मा 6 फ्लोर छ 6 फ्लोर अब हामी भित्र जाँदैछौँ लिफ्टमा चढेर अब हामी जाँदैछौँ लिफ्टबाट Let's go. Hi, arigatou gozaimasu. Okay, ल Let's go. それでは中層館に参ります。開きましたらはい、ありがとうございました。すごいなダイノソーमाथि यो जापानको संस्कृति हो जापानको पेन्टाडन छ साइप्रोप्टेरस मेसोरस सौरस यस्तो छ द एज अफ रेप्टिल्स यो रेप्टिल्सहरूको पुस्ता हो क्या रेप्टिल्सहरूको पुस्ता हो क्या त्यो पुस्ता हो क्या कति करोड तर पुर्खोली हो सबै डाइनोसर क्रोकोडाइल ड्रागन फ्लाई सबै पुस्ताबाट आएको क्या अनि अहिले मान्छे भनेको डाइनोसर कस्तो लाग्यो आमामा के हो यो हो माई गड के हो यो सिडी हो चढ्ने हो क्या ओ माई गड के हो यो स्वर्ग हो क्या हो अब हामी जाँदैछौँ हात्ती गैँडा कति तल्ला माथि अब बाँदरहरूको चिम्पान्जीहरू बाँदर यहाँ छ पुस्ताको छ बाँदरहरू सुमन हो कहाँ मयो यो बाँदरले समातेको अर्को बाँदर यहाँ चाहिँ यस्तो ठाउँ छ नबिना सानो Oh my god.
Oh my god. के हो यो ठाउँ चाहिँ हामीले हेर्नै पर्छ क्या यो राखेर चाहिँ के अध्ययन गर्न चाहन्छ नि हेर्नुपर्छ द एज अफ म्यामल यो हामीले अध्ययन गर्नुपर्छ क्या यस्तो अगाडि जाने ल बादर कवा है कतै तल मात्र सीता ताके बादल यहाँ छ बादल यहाँ छ बादल यहाँ छ बादल कतै तल मात्र जापानिज सुन्नुहोस् के भनेको त यहाँ पढ्नुपर्छ सबैले द लेफ्ट आर्म अफ द टावर अफ द सन भनेको यस्तै टुक्रा छ जापानिजमा छ इङ्ग्लिसमा छ जम जम हामी भित्र गएको यही हो यो भित्र गएको हामी यताबाट गएको 6 फ्लोर छ नि त 6 फ्लोरसम्म टिकट काट्नुपर्छ पनि फोटो खिच्न चाहिँ एलाउड छैन यो भित्र चाहिँ फोटो खिच्न एलाउड छैन यहाँ चाहिँ पुरै पुरानो हो क्या यो पुस्ताहरूको यो जनावरको ड्रागन सबै यो डाइनोसरको पुस्ताहरू सबै सजाएर राखेको छ क्या हिस्टोरी इतिहास छ यसमा भित्र त्यसमा चाहिँ के छ सबै कुरा इतिहास बुझ्नको लागि भित्र जानुपर्छ क्या त्यही भएर तपाईँहरू यहाँ आइसक्यौँ भने यहाँ पनि आउनु होला क्रीम सोडा पनि भन्छ क्रीम सोडा क्रिम सोडा मेरो सोडा मनपर्छ मनपर्छ अब हामी यहाँ खाँदैछौँ आइस यस्तो हुन्छ इचितो मेरो उहाँ चाहिँ ल यो चाहिँ मेरो फाइनली खान पाए मेरो यो चाहिँ मेरो स्ट्रबेरी मिल्क आइसको ल मेरो आइसक्यो ल खान पाए